अहिले सोसल मिडिया भरि बालेन शाहले प्रतिनिधि सभाको बैठकमा भारत र नेपाल सीमाना बीचको जुन स्टेटमेन्ट दिएको थियो नि त्यो लिएर चाहिँ अहिले ठुलो कन्ट्रोभर्सी भएको छ। नेपालीहरूले चाहिँ एकदमै विरोध गरिरहेको छन्, विशेष गरी विपक्षी दलका पार्टीहरू, इभन घन्टीको सांसदहरूले पनि विरोध गरिरहेका छन्। धेरै मान्छेले त्यसलाई सही पनि भनेका छन्, तर इन्डियामा चाहिँ फेरि यो ठिक विपरीत भइरहेको छ क्या। आउनुहोस् यो भिडियोमा के भन्नुभएको प्रधानमन्त्री बालेन शाहले छोटकरीमा हेरौँ, अनि म यो भनाइको नियत के हो त, के हुन सक्छ म तपाईँहरूलाई एक्सप्लेन गर्छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। आखिर प्रधानमन्त्री जस्तो मान्छेले यो कुरा किन भन्यो होला त? त्यत्तिकै हावामा त भनेनन्। यसको पछाडिको मास्टर प्लान, मास्टर स्ट्रोक भनेको चाहिँ नेपाल र भारतलाई टेबल टक गराउनु हो क्या। नेपालले धेरै कोसिस गरेको छ भारतसँग टेबल टक गर्न, लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय लिएर होस् या अन्य बोर्डरको त्यो सिमानाको केसलाई लिएर होस्, तर इन्डिया रेडी नै छैन। तर प्रधानमन्त्री जस्तो व्यक्तिले यति भनिसकेपछि, नेपालले पनि भारतको सिमाना चाहिँ मिचेको छ भनिसकेपछि भारतका मिडियाहरूले त फुक्ने भयो। अहिले त्यही भइरहेको छ। सबै भारतका मिडियाहरू, न्युज च्यानल, टिकटकमा, युट्युबमा, फेसबुकमा, इभन BBC न्युज हिन्दीले पनि यो चिज चाहिँ फुकेको छ। अब यति भइसकेपछि इन्डियाको प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो कुरा सुन्छ। सुनिसकेपछि उनीहरूलाई पनि नेपालले पनि मिचेको छ भनेपछि बल्ल टेबल टक हुन सक्छ नि त। जब नेपाल र भारतको टेबल टक हुन्छ त्यहाँनिर ब्रिटिस आउँछ, चाइना आउँछ, अनि बल्ल यो ल्यान्ड डिस्प्युट, स्पेसली लिम्पियाधुरा, कालापानी र लिपुलेक, यो विषयमा चाहिँ, यो क्षेत्रको विषयमा चाहिँ बल्ल समाधान हुन्छ, सल्टिन सक्छ क्या साथीहरू। यो स्टेटमेन्टको पछाडिको भनाइ, पछाडिको तीर चाहिँ हामीले बुझ्न जरुरी छ क्या। भारतको मिडियाले बुझिसक्यो, भारतको जनताले बुझिसक्यो, हामी नेपाली चाहिँ कहिले बुझ्ने त? यदि यो प्लान, यो बालेन्द्र शाहको यो मास्टर स्ट्रोक चाहिँ सक्सेस भने पक्का पनि हाम्रो लिम्पियाधुरा, कालापानी र लिपुलेक चाहिँ हाम्रो हुन्छ। जय नेपाल।